नमस्कार सबैजनालाई। ल आज चाहिँ यो गहुँको पिठोको पिज्जाको रेसिपी हेर्दै गफ गरौँ है। यो खाना बनाउने नयाँ नयाँ रेसिपी ट्राई गर्ने यो चाहिँ मलाई पहिल्यैदेखि मनपर्ने के यो। अब चाहिँ यो टिकटक आउन थालेपछि चाहिँ यो भिडियो बनाउँदै हाल्दै गर्न फेरि अर्को रहर लाग्न सुरु भयो। सुरुमा त त्यति खासै भ्युजहरू गएन, पछि एक दुईवटा भिडियोबाट त यति धेरै मिलियन्समा भ्युज जान थालेपछि चाहिँ ओहो यस्तो पनि हुन्छ भनेर झन् रमाइलो लाग्ने के त्यसमा आएको कमेन्टहरू पढ्न, कतिले क्रिटिसाइज पनि गर्ने, तर म्याक्सिममले चाहिँ प्रेज गरेको देख्दा झन् खुसी लागेर अरू रेसिपी बनाउन ऊर्जा मिल्ने। यो भिडियोमा बनाएको त यति सजिलो देखिन्छ नि, तर खासमा चाहिँ फेरि त्यति नै मेहनत लाग्छ कि भिडियो बनाउन। कुनै एङ्गलबाट खिच्दाखेरि सबैले बुझेर गराउन सजिलो हुने खालको भिडियो बनाउने भन्ने दिमागमा भइराखेको हुन्छ नि त। अनि त्यसलाई कसरी सजिलरी एडिट गर्ने, कसरी त्यसलाई प्रेजेन्ट गर्ने भन्ने कुरामा पनि ध्यान जान्छ। अनि टाइम चाहिँ 5 मिनटमा बन्ने खाना चाहिँ 15-20 मिनट लाग्छ कि यसमा यो भिडियो बनाउँदाखेरि। अनि मलाई चाहिँ खाना बनाउन एकदमै रहर लाग्ने। अनि मेरो साथीहरूले, इष्टमित्रले भन्नुहुन्छ कि मलाई एक्लै बनाएर यस्तो खान्छस् अनि कहाँबाट वेट लस हुन्छ त भनेर। अब कुरा अनि यत्रो बनाएर कि म एक्लै खान्छु होला त, म त मेरो घरमा फ्यामिली मेम्बर्सहरू हुनुहुन्छ, उहाँहरूलाई टेस्ट गराएर उहाँहरूको रेस्पोन्स जुन खुसीवाला हुन्छ नि त्यसले झन् अर्कै आनन्द दिन्छ के। मिठो छ भनिदिएपछि झन् खुसी लाग्छ। अनि मेरो ससुरा बुवा त झन् बाहिरको खाइसिन्न, अनि उहाँलाई टेस्ट गराउनलाई पनि मैले यस्तो रेसिपीहरू बनाएर राखिरहन्छु कि।